यहाँ चाहिँ छ ब्युटिफुल लेडी। वेलकम टु माई एसएम मुभमेन्ट। मेरो एसएम मुभमेन्टमा स्वागत छ तपाईँहरू सम्पूर्णलाई। आज चाहिँ हाम्रो बेथेल झुन्डको 22औं वार्षिक सम्मेलनमा जान लागिरहेको छु गाइस। म चाहिँ यसरी रेडी भएको छु, साथी पर्खिरहनु भएको छ अनि जाँदैछु गाइस। त्यहाँ के हुन्छ म तपाईँलाई देखाउँछु है। यस्तो छ यहाँको भ्यू चाहिँ गाइस। आजको वार्षिक सम्मेलनमा आउँदाखेरि ल खुसी लाग्यो मलाई पनि। खुसी खुसी मनाऊ, खुसी खुसी मनाऊ, खुसी खुसी मनाऊ, भना भना प्रभु यीशु ख्रीष्टको जय, भना भना प्रभु यीशु ख्रीष्टको जय। मेरा लागि आए, मेरा लागि जिए, मेरा लागि आए, मेरा लागि जिए, मेरो लागि यीशुले दुःख उठाए, मेरो लागि यीशुले दुःख उठाए, मेरा लागि मरे ते, मेरा लागि मारे ते, मेरा लागि मेरो लागि मरे उठे मेरा हुनेछु, मेरो लागि मरे उठे मेरा हुनेछु। म येशूको हुँ, हामी येशूका हौँ। खुसी खुसी मनाऊ, खुसी खुसी मनाऊ, खुसी खुसी मनाऊ, खुसी खुसी मनाऊ, भना भना प्रभु यीशु ख्रीष्टको जय, भना भना प्रभु यीशु ख्रीष्टको। एउटा अपर्च्युनिटी हो है। अनि परमेश्वरलाई म यसको लागि धन्यवाद दिन चाहन्छु। अनि तपाईँहरू सबैजनालाई 22औं वार्षिक उत्सवको अवसरमा तपाईँहरू सबैजनालाई शुभकामना। अनि म तपाईँहरूलाई एउटा कुरा भन्न चाहन्छु, म गॉड इज गुड भन्छु, तपाईँहरू सबले अल द टाइम भन्नुहोस्। अनि म अल द टाइम भन्छु, तपाईँहरू गॉड इज गुड भन्नुहोस् ल। गॉड इज गुड एन्ड अल द टाइम गॉड इज गुड। साथै नै हाम्रो परमेश्वर भला परमेश्वर हुनु भएको कारणले गर्दाखेरि आज हामी यसरी इकट्ठा भएका छौँ है उहाँको नाउँमा। अनि परमेश्वर चाहिँ कति अद्भुत हुनुहुन्छ। अनि उहाँको अद्भुति चाहिँ हाम्रो जीवनमा जब हामी इच्छा गर्छौँ, चाहना गर्छौँ भने चाहिँ प्रभुले चाहिँ हाम्रो जीवनमा चाहिँ त्यो इम्प्रुभ गर्नुहुन्छ है, प्रमाणित गर्नुहुन्छ उहाँले। कतिजना लाग्छ कि यो त समूहले गर्नलाई एकछिनको लागि समूहले गर्ने एउटा जस्ट ठाउँ मात्र हो भन्ने पनि कतिलाई हुनसक्छ। कतिचोटि हामीलाई के हुन्छ भने झुन्ड समिति चाहिँ एउटा कार्यक्रम जस्तै आफ्नो विभिन्न खालको सोचाइहरू पर्सेप्सनहरू हुन्छ। तर वास्तवमा चाहिँ खासमा झुन्ड समिति चाहिँ एउटा कार्यक्रम त पक्कै पनि होइन है। एउटा सङ्गति मात्रै गर्न पनि होइन, भेला हुन मात्र पनि होइन होइन। र यो चाहिँ विशेष गरेर एकै अर्काको बोझलाई चाहिँ कसरी प्रार्थनामा बोक्न सक्छौँ भन्ने कुरा सिक्ने ठाउँ। अनि विशेष गरेर मानिसहरूलाई चाहिँ येशू कहाँ ल्याउने, मानिसहरूलाई चाहिँ येशूसम्म पुर्याउने, यो चाहिँ घरेलु झुन्डको विशेष उद्देश्य हो। आजको मुख्य प्रश्न तपाईँहरूलाई म छोड्दैछु सुरुमै। हामीहरूको आसपासमा हाम्रो नजिकतिर कतिजना दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ कसैले त ख्रिस्टलाई चिनेकै छैन, र कतिले ख्रिस्टलाई चिनेर पनि उहाँहरूले ख्रिस्टलाई राम्रोसँग देख्न सकिरहेको हुँदैन। हुन्छ, प्रभुलाई महिमा भएको होस्। तपाईँहरू नाच्न पनि सक्नुहुनेछ। अनि आज चाहिँ रमाहाटको दिन हो म्यान। गॉड इज गुड ऑल द टाइम। अघि मैले तपाईँहरूलाई सिकाइरहेको थिएँ, भन्न नपरोस् भनेको थिएँ। गॉड इज गुड ऑल द टाइम। जोडे भनिसो गॉड इज गुड ऑल द टाइम एन्ड ऑल द टाइम गॉड इज गुड। अनि हाम्रो परमेश्वर भला परमेश्वर हुनुहुन्छ। अनि तपाईँहरू पनि मसँगै यो गीत गाउन सक्नुहुनेछ। हामी प्रभुलाई महिमा दिन्छौँ।
आजको खाना चाहिँ यस्तो छ 22औं वार्षिक सम्मेलनको